हिँड हिँड दिदी बहिनी यता हेर त पुरा भएर हिँडेको हामी कहाँ कहाँ जान्छौँ त्यही रिसु यहाँ हेर घरलाई हेर्दै गर्नुहोस् ल मेरो भिडियो म कहाँ जाँदैछु हामी चाहिँ कहाँ हिँडेको भने आज हामी भक्तपुर घुम्न हिँडेको थियौँ है अनि फर्स्टमा चाहिँ हामी सिद्ध पोखरी गयौँ सिद्ध पोखरीमा चाहिँ ओहो नि बिचरा भएछ कि हामी त त्यस्तो रहेछ सबै भन्न लागेको जस्तो तर थाहा भयो सिद्ध पोखरी जाँदै हुनुहुन्छ भने चाहिँ अहिले चाहिँ मोडिफाई गर्दैछ यहाँ आऊ त छोरो यहाँ हेर त यस्तो अवस्थामा सब मर्मतमा रहेछ है कोही आउँदै हुनुहुन्छ भने चाहिँ थाहा पाउनु होला सिद्ध पोखरी अहिले आएर केही काम छैन यस्तो छ अवस्था यो त सबै मोडिफाई गरिसक्न त 3-4 महिना लाग्छ होला नक्कली मेरो छोरो बोट खेल्ने भन्दै थियो काम रहन्छ यहाँ अवस्था यस्तो रहेछ त्यही भएर अगाडि नै इँटा चाहिँ फिजाइदिएको रहेछ क्या यहाँ नआऊ है भन्दै अब चाहिँ हामी सिद्ध पोखरीमा त घुम्न लायक रहेछ होइन त्यही पनि हेऱ्यौँ यस्तो छ भनेर थाहा पायौँ अनि त्यहाँबाट चाहिँ हामी चाहिँ अब दरबार स्क्वायरतिर जाने भनेर दरबार स्क्वायर छिर्न चाहिँ पाएको थिएन अनि यहाँनिर दरबार स्क्वायर जाने एउटा नजिकै यता नभएर होला होइन पहिलाको त यहाँ खासै अब त्यही राम्रो हुन्छ क्या पछि आउँछ नि एकदम धेरै मान्छेहरू हुनुहुन्थ्यो होइन अनि भनेर हामी पनि पोखरीभित्र त्यहाँ छिर्यौँ मामु छोरीको एउटा भिडियो खिचौँ न भनेको बाबु मान्दै नमान्ने क्या मलाई त कराउँछ कति फोटो भिडियो खिचेको भनेर कराउनु थालिसक्यो छोरोले यहाँनिर चाहिँ सानीमा र छोराको फोटोसुट हुँदैछ उसको सानीसँग चाहिँ फोटो खिच्न मान्ने मसँग चाहिँ नमान्ने यस्तै छ अब चाहिँ हामी त्यहाँबाट निस्किओरी होइन दरबार स्क्वायर पनि पुग्यौँ यो चाहिँ दरबार स्क्वायरको गेट हो है त्यो दरबार स्क्वायर छिर्यौँ हामी अनि त्यसपछि चाहिँ एकदमै धेरै भिड भएको थियो होइन अनि पछि छिराउँदा एप्रिसिएट गरेर कति कुराहरू अनि त्यस पछाडि क्यान आई हेभ अ पिक्चर विथ यु यस्तो के अब उनीहरू चाइनिज रहेछन् क्या उनीहरूको गाइड रहेछ क्या सौगात भन्ने चाहिँ भिडियो केटाको पालो आएछ केटीको पालो भिडियोबाट कसरी देखिन्छ त्यहाँभित्र खाल्डोको यता चाहिँ कताबाट थियो होला सायद म्युजियम जाने भनेको थियौँ नजाने भयौँ मलाई त यस्तो मन पर्दैन कि धेरै मन किताबमा नजाने बरु अरू पनि जाने मान्छे तर मलाई यस्तो रमाइलो लाग्यो नि है यतापट्टि चाहिँ के हो बसिरहनु जस्तो क्या धेरै बेर पनि बस्छु मेरो छोरा चाहिँ पुरा डान्स गर्छ डान्स प्र्याक्टिस चलिरहेको छ उसको बिस्तारै हिँड्नु है झन् डर लाग्छ
टटकारै हुँदै यता जाँदाखेरि चाहिँ आउनेवाला थियौँ कि यस्तो घुम्यो थाहै पनि लागेको छैन होली साह्रै रमाइलो हुन्छ आनन्दले मौसम फेरि त्यस्तै राम्रो भयो कि न पानी पऱ्यो न नदी मजा सार छ मेरो फेरि अब आलु सालु बोकेर घरमा पनि आलु किन्नुपर्ने थियो लागेँ म घरतिर बाई बाई एभ्रिवान थ्याङ्क यू फर वाचिङ